माओवाद भनेको माओ सेतुङ चीनको चाहिँ क्रान्ति सफल पार्ने नेता माओ सेतुङको विचारलाई लिएर नेपालमा त्यही कुराहरूले लागू गर्नलाई माओवाद भनेर चाहिँ उनीहरू बनेका छन्। माले भनेको के, एमाले भनेको के, मार्क्स र लेनिनको विचारलाई यहाँ लादेर यहाँ राजनीति गर्ने उनीहरूको विचारबाट उनीहरू निर्देशित छ। नेपाली कांग्रेसले के गर्छ भन्दा हुन त विश्व प्रसाद कोइरालाको विचारलाई त्यागिसक्यो। राष्ट्रियता प्रजातन्त्र समाजवाद भन्थे हैन, राजासँग मेरो गर्दन गाँसिया छ भन्थे। अब राजतन्त्रै फालिदियो, गणतन्त्रपट्टि गयो। समाजवाद भनेको कांग्रेसको समाजवाद के हो? समाजवाद के दाइ भाउजूलाई चाहिँ मन्त्री चाहिने दुईटैलाई? अब शेरबहादुर र्याल काटेर चाहिँ बसिरहेछ, फेरि मन्त्री हुने अनि भाउजूलाई प्रधानमन्त्री बनाउनको लागि अहिले इन्डियासँग चाहिँ हार गुहार गरेर हिँडेछ। यही हो त नेपाली कांग्रेसको चाहिँ नीति विचार। त्यसकारणले गर्दाखेरि हामीले के भनेका छौँ भने हामी कुनै पनि व्यक्ति कुनै पनि वादमा हामी नियन्त्रण निर्देशित छैनौँ। हामी स्वतन्त्र छौँ। हामी यदि वाद मान्छौँ भने हामी के मान्छौँ भने संविधानवादलाई मात्रै मान्छौँ। त्यो संविधानवाद भनेको के हो भने सबै दलहरूले 2072 मा जारी गरेको संविधानमा स्पष्ट लेखेको छ। हाम्रा मौलिक हकहरूको बारेमा लेखेको छ, त्यहाँ नीति विचार सबै कुरा आएको छ। त्यहाँ उनीहरूले गरेको वाचा, सबै दलहरूले गरेको वाचा मात्रै पुरा गरिदिने हो भने हामी नेपालीहरू धेरै समृद्ध हुन्छौँ। 12 कक्षासम्म त निशुल्क भनेको छ, त्यहाँ 8 कक्षासम्मलाई अनिवार्य भनेको छ। संविधानमा लेखेका छन्, सबैले लेखेका छन्। के आज चाहिँ साँच्चै हेर्ने हो भने कक्षा 12 सम्म निशुल्क छ, 8 कक्षासम्म अनिवार्य शिक्षा छ। घुमाउरो पाराले यहाँ म पनि एउटा शिक्षक भएर आएको, यहाँ चाहिँ विद्यार्थीसँग शुल्क लिन मिल्दैन भनेर नियम विपरीत हुन्छ भनेर अभिभावक सहयोग शुल्क भनेर लिएको छ। अभिभावकको नाममा रसिद काटिएको छ मुद्दा मामिलाबाट बस्नको लागि। हेर्नुहोस्, राज्यले एउटा पठन पाठनको क्षेत्रमा यहाँ चाहिँ विभिन्न चाहिँ पीडित वर्गहरूको उत्थानको लागि भनेको छ। छुवाछुतको अन्त्य भनेको छ संविधानले। छुवाछुतको अन्त्य वास्तवमा चाहिँ गर्न सकेको छ। स्वास्थ्यको ग्यारेन्टी लिन सकेको छ। बल्ल बल्ल चाहिँ 3500 तिरेर वार्षिक 1 लाख रुपियाँको उपचार गरिदिने स्वास्थ्य बिमा पनि अब खेर गइरहेको छ। हेर्नुहोस्, अब बिमा गर्न सकिँदैन भनिसक्यो स्वास्थ्य मन्त्रीले। 5 लाखको पुर्याउने भनेर भाषण गरेको थियो। अहिले त यथार्थमा बुझ्दाखेरि के भइरहेछ भने अब स्वास्थ्य बिमा खारेज हुँदैछ। हेर्नुहोस्, यस्तो अवस्थामा चाहिँ पुर्याएको छ। त्यसैले हामी के भन्छौँ भने अर्थ केही गरिदिनु पर्दैन। यो तिमीहरूले बाछा गरेको संविधानमा लेखेका कुरा मात्रै पुरा गरिदेऊ र समाजवाद उन्मुख जुन भनेको छ नि त्यो पुरा गर्ने बित्तिकै समाजवाद उन्मुख पाइन्छ। हाम्रो पार्टीले त्यही कुरा भन्छ। हामी संविधानमा लेखेका बाचा हामीले गरेर बाचा होइन। हुन त हामी हिजो कुनै दलसँग आबद्ध थियौँ, तर हाम्रो पार्टी जन्मिएको थिएन त्यतिखेर। 72 सालमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको थिएन। यो अरू दलले गरेका बाचाहरूलाई पुरा गर्नको लागि हामी तयार छौँ। त्यसैले हामीले भनेका छौँ हामी कुनै वाद मान्छौँ भने संवैधानिक समाजवाद मान्छौँ। संविधान मार्फत संविधानमा लेखेका कुरा पुरा गरेर हामी जनताको चाहिँ पक्षमा, हितको पक्षमा हामी कामहरू गर्छौँ भनेर हामीले हाम्रो पार्टीले भनेको छ। जुन लिखित रूपमा गरेका ती बाचाहरू, हामीले देखेका सपनाहरू अब हामी पुरा गर्छौँ। अब बीपी कोइरालाको विचार हामी पुरा गर्छौँ। मदन भण्डारीको विचारलाई हामी पुरा गर्छौँ। उनले सोचेका कुरालाई भनेर हाम्रा नेताहरू अहिले लागिरहनु भएको छ। लागिरहँदाखेरि अब अहिले तपाईँहरूलाई थाहा छ राजनीतिक प्रतिशोध साधेर आज चाहिँ सहकारीको मुद्दा लगाइएर हाम्रा सभापतिलाई दुःख दिएको कुरा यहाँहरूलाई जग जाहेरै छ। 89 अर्ब रुपियाँ चाहिँ यहाँ चाहिँ अपचलन भएको छ। तर रवि लामिछानेलाई चाहिँ 65 करोड रुपियाँ चाहिँ ऊ चाहिँ त्यो मिडियम गोर्खा मिडियामा यहाँको प्रबन्ध निर्देशक भएर काम गर्दाखेरि उनले कर्मचारीलाई तलब खुवाएको छ, के गरेको छ। यो चाहिँ नियमसँग मिल्दैन भनेर त्यो चाहिँ सहकारीको ऐन, त्यो चाहिँ संस्थाको चाहिँ ऐन अनुसार खोजिएको छैन कि अब राजनीतिक प्रतिशोध सान्नको लागि 65 करोडको पछि दौडिएर दुःख दिएर चाहिँ यहाँ एउटैले 16 अर्बसम्म खाएको छ। जीवी राई 6-6वटा सहकारीको चाहिँ अध्यक्ष भएका छन्। त्यो 2-3 यसरी चाहिँ एकभन्दा बढी सहकारीमा अध्यक्ष हुन पाइँदैन। 6-6वटा चाहिँ अध्यक्ष हुन दिने यिनै एमाले कांग्रेसले कमाएका ती सम्पत्तिलाई अकुति काला धनलाई लगेर सहकारीमा राख्ने, उनीहरूले अपचलन गर्ने र आफ्ना मान्छेलाई बचाउनको लागि चाहिँ उनीहरूले चाहिँ ढाकछाप गर्ने। ऋषि पोखरेलको चाहिँ श्रीमतीको चाहिँ उही दिन चाहिँ अदालतमा हाजिर गराएर धरोटीमा छाडिदिने अनि रविलाई चाहिँ पापडौटा जिल्ला दौडाइरहेको यो चाहिँ तपाईँहरूले बुझिसक्नु भएको छ। त्यसकारणले यो यस्ता किसिमका चाहिँ कुराहरू पनि भइरहेका छन्। र अब हाम्रो विचार, हाम्रो पार्टीको विचार चाहिँ के हो भने साँच्चै यो देशमा हामीले यस्ता धेरै व्यवस्थाहरूको परिवर्तन गर्यौँ, तर हामी जनताको अवस्था परिवर्तन भएन। यो अवस्था परिवर्तन गर्नको लागि अब हामीले लाग्नुपर्छ। मैले अघि भने त्यो अवस्था परिवर्तन गर्नको लागि के चाहिन्छ त यो देशमा भन्दा
राष्ट्रपति गैर दलीय हुनुपर्छ भन्छ हाम्रो पार्टीले। बिना दलबाट राष्ट्रपति छनौट हुनुपर्छ, प्रधानमन्त्री कार्यकारी हुनुपर्छ, त्यो प्रत्यक्ष जनताले निर्वाचन गरेको व्यक्ति नै प्रधानमन्त्री हुनुपर्छ। यो 3 महिनामा सरकार भङ्ग हुने, यो संख्याको हिसाबमा चाहिँ यो जहिले पनि विभिन्न खालका गठबन्धन गर्ने काम दिगो विकास नहुने यस्तो किसिमको देखिएको हुनाले कार्यकारी प्रधानमन्त्री पनि कार्यकारी हुने र प्रत्यक्ष जनताले निर्वाचित गरेको हुनुपर्छ, मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित गरेको व्यक्ति नै हुनुपर्छ। र यो अहिलेको जुन संरचना छ प्रदेशको संरचना, यसलाई हामीले टिकाइराख्न सक्दैनौँ। यो धेरै ठुलो भद्दा भएको छ, यसलाई चुस्त दुरुस्त बनाउनु पर्छ भन्ने हाम्रो अब संघीय गणतन्त्रलाई त मानेका छौँ, यही अन्तर्गत हामी रहेर अगाडि बढिरहेछौँ। त्यस कारणले गर्दाखेरि यो प्रदेश खारेजीकै कुरा चाहिँ होइन, प्रदेशलाई चाहिँ चुस्त दुरुस्त सानो आकारमा बनाउनु पर्छ। यो अहिले 550 जना प्रदेशका सांसद हामी पाल्न सक्दैनौँ, मन्त्री पाल्न सक्दैनौँ भन्ने हाम्रो चाहिँ स्पष्ट किसिमको कुरा छ। र अर्को कुरा के छ भने सांसदहरू चाहिँ पूर्ण समानुपातिक पद्धतिबाट मात्र निर्वाचित हुनुपर्छ। यहाँ अहिले चाहिँ हाम्रो चाहिँ प्रत्यक्ष र 165 जना प्रत्यक्ष निर्वाचित सांसद छन् र 110 जना चाहिँ हाम्रो समानुपातिकबाट आउँछन्। त्यो होइन, पुरै 275 जना नै समावेशी यो समानुपातिक निर्वाचन प्रणालीमा आउनुपर्छ भन्ने हाम्रो पार्टीको चाहिँ यो नीति हो। किन भन्दाखेरि एउटा सांसदले चुनाव लड्दा सुनिन्छ 6 करोड खर्च गरे, 10 करोड खर्च गरे। अझ मैले त के सुनेको छु भने यही हाम्रो छिमेकी जिल्ला रामेछापमा टिकटको कुरा गर्दाखेरि नेपाली काङ्ग्रेसको टिकट लिन भनेर हाम्रा साथी रामचन्द्र खड्का शेरबहार देउवालाई भेट्न जाँदाखेरि शेरबहार देउवाले के सोधे अरे भने ए बाबु तिमीसँग कति सम्पत्ति छ भनेर। शिवबहार खड्का र शेरबहार त सँगै साथी, सँगै नेभी सङ्घमा केन्द्रीय सदस्य भएका, कति छ तिम्रो सम्पत्ति भनेर सोद्धाखेरि उनले बढाएर भनेको अरे भएको भन्दा बढी, दाजु मेरो सम्पत्ति 10 करोड जतिको छ भने अरे। भन्दाखेरि उनले के भने भने त्यो कान्छाराम भन्नेले आएर 11 करोड पार्टीलाई चन्दा दियो टिकटको लागि, तिम्रो सम्पत्ति 10 करोडको रहेछ, अब मैले कसरी तिमीलाई टिकट दिनु भनेर भनेर ल हेर्नुहोस्। यस्तो किसिमको चाहिँ अवस्था अहिले हाम्रो देशमा चाहिँ त्यो विद्यमान छ। र एउटा सांसदले टिकट लिँदै 11 करोड दिँदो रहेछ। तपाईँको चुनावमा कति करोड खर्च गर्छ होला? हरेक विद्यालयमा चाहिँ बस दिएको छ, हरेक पालिकामा वडामा चाहिँ एम्बुलेन्स दिएको छ, जनतालाई कति भोजपत्र भयो होला, मासु भात र चाहिँ होइन रक्सी कति खुवाइयो होला, कति पिके होला होइन। यस्तो किसिमको हिसाब गर्ने हो भने एउटा क्षेत्रमा करिब सांसद कति का प्रत्याशीहरू कति होलान्? मेनुकाजी तपाईँ कतिजना छ प्रतिस्पर्धा गर्नुभएको थियो? 11 जना। सिन्धुलीको क्षेत्र नम्बर 1 मा 11 जनाले प्रत्याशीहरू लड्नु भएको छ। ल हेर्नुहोस् त, एउटा सांसदले ल औसत 5 करोड मात्रै खर्च गर्यो भने एउटै क्षेत्रमा 11 जना लड्दा 55 करोड रुपियाँ खर्च हुन्छ। 165 निर्वाचन क्षेत्रमा कति खरब अरब खर्च हुन्छ भन्नुहोस् त। नेपालको एउटा योजना, एउटा चाहिँ विद्युत के भन्छ यो होइन हाइड्रो पावरको होइन योजना बढ्ने पैसा हाम्रो यो बाटो बिपी राजमार्ग चाहिँ 21 अरबमा बनेको हो टोटल जापानले लगानी गरेर। 21 अरबले एउटा यत्रो राजमार्ग बढ्ने पैसा त केमा गइरहेछ? व्यक्तिवादी यो प्रत्यक्ष प्रणालीमा चुनावमा खर्च गरेर गइरहेछ। एउटा वडा अध्यक्षले केही खर्च गरेन भने म सुन्छु यहाँ 50 लाख खर्च गरेर 51 लाख खर्च गरेर एउटा वडा अध्यक्ष बन्न। हेर्नुहोस् त, अनि उसले भ्रष्टाचार नगरेर छाड्छ, उसको लगानी छ नि त। त्यस कारणले गर्दाखेरि हाम्रो पार्टीले स्पष्ट के भनेको छ भने समानुपातिक पद्धति मात्रै भयो भने यो निर्वाचन खर्च पनि जोगिन्छ। अनि त्यसपछि गएर अर्को कुरा के छ भने सांसदलाई मन्त्री बन्न नदिने, उहाँहरू विधायकी मात्रै हुने, कानुन मात्रै बनाउने, कानुन मात्रै उहाँहरूको बनाउने काम हो। मन्त्री बन्नको लागि यो चाहिँ आशाले गर्दाखेरि खर्च गरेर उहाँहरू जानुभएको हुनाले मन्त्री चाहिँ विज्ञबाट ल्याउनुपर्छ। एकदम विषयवस्तुमा चाहिँ विज्ञ भएको व्यक्तिलाई बाहिरबाट सांसदबाट होइन भन्ने हाम्रो पार्टीको धारणा हो। र स्थानीय क्षेत्रमा चाहिँ स्थानीय निकायमा चाहिँ के गर्नुपर्छ भने गैर दलीय प्रतिनिधित्व गराउने, एकदम राम्रा समाजमा चाहिँ बुझेका त्यस्ता व्यक्तिबाट स्थानीय चाहिँ यो निकायमा चाहिँ जनप्रतिनिधि लानुपर्छ भन्ने हाम्रो मान्यता छ। र अब यी भए हाम्रा पार्टीका मूल एजेन्डाहरू, मूल नीति। यो भेला गर्नुको उद्देश्य पनि त्यही हो, हाम्रो पार्टीको नीति विचारलाई वडासम्म लैजाने पनि हो, बुझाउने पनि हो। त्यस कारणले गर्दाखेरि हामी अरू पार्टीभन्दा के कारणले चाहिँ फरक छौँ त भन्दाखेरि हाम्रो पार्टीमा उम्मेदवार छान्दा हामी टिका लाएर दिँदैनौँ। हेर्नुहोस्, म उम्मेदवार बन्छु भनेर चाहिँ पाइँदैन। यहाँ चाहिँ हाम्रो प्रारम्भिक निर्वाचन हुन्छ आन्तरिक नै। जस्तो सुनकोशी गाउँपालिकाको अध्यक्षमा चाहिँ कुनै कसैलाई टिकट दिनु पर्यो भने त्यसमा कतिजना चाहिँ उम्मेदवार हुनुहुन्छ, हामीले आन्तरिक एउटा उम्मेदवार क्लब भन्ने पनि हाम्रो पार्टीले व्यवस्था गरेको छ। उम्मेदवार क्लबमा 1 वर्ष अगाडिदेखि नै
वडा हाम्रो स्थानीय तह खास गरी स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार बन्नको लागि उम्मेदवारी पार्टीमा पहिल्यै लेखाउनुपर्छ। अनि कतिजना हुन्छन् उनीहरुमा कुन क्षमता योग्यता चाहिने हो त्यो बारे एउटा हाम्रो लिडरशिप एकाडेमी भन्ने छ निकाय पार्टीले बनाएको एउटा संस्था, त्यसले प्रशिक्षण पनि दिन्छ, परीक्षण पनि गर्छ। हेर्नुस्, जो हाम्रा चाहिँ कार्यकर्ताहरू वडामा पालिकामा काम गरिरहनु भएको छ, प्रतिनिधित्व गरिरहनु भएको छ, उहाँहरूले चाहिँ 2 चरणको, चौथो र पाँचौं चरणको मात्रै परिचित भए हुन्छ अथवा परीक्षण भएर उहाँहरूले चाहिँ उम्मेदवारी दिन सक्नुहुन्छ। तर जो कुनै पनि पदमा बस्नु भएको छैन 5 वटा पटक उहाँहरूले परीक्षा दिनुपर्छ। लिन्छ उम्मेदवार क्लबले, परीक्षण पनि गर्छ, परीक्षण गर्दाखेरि सफल भएकोलाई मात्रै उम्मेदवार पाइन्छ। ल हेर्नुहोस्, त्यति गर्दा पनि विवाद भयो, 2 जना भयो भने अथवा 2 भन्दा बढी एक पदमा उम्मेदवार भयो भने साधारण सदस्यहरूले के गर्ने, आन्तरिक भोट हाल्ने, त्यसलाई भन्छ प्रारम्भिक इलेक्सन, प्रारम्भिक निर्वाचनबाट छनौट गर्ने अनलाइन भोटिङ हुन्छ। त्यसरी चाहिँ हाम्रो पार्टीले व्यवस्था गरेको छ। त्यसैले यो निर्वाचन पद्धति एउटा अत्यन्त राम्रो निर्वाचन पद्धति छ। उम्मेदवार क्लबको कुरा छ, लिडरशिप एकाडेमीको कुरा छ, र अर्को कुरा हाम्रो यो भातृ संगठन हुँदैन अरू दलको जस्तो यो किसान संघ, के संघ, तरुण दल, महिला संघ छैन। हाम्रो यो घरमै एउटै घरमा 3 थरीका चाहिँ नेता उत्पादन गर्ने, बाउ एउटामा छ, आमा अर्को सङ्घमा छ, छोराछोरी अर्को सङ्घमा छन्, भयवर्गका चाहिँ होइन, यस्ता नेता उत्पादन गर्ने। राष्ट्रको मूल पार्टीको सङ्गठनबाट मात्रै त्यो कुराहरूको सम्बोधन हुन्छ। यो घर घरमै नेता उत्पादन गर्ने, यो सङ्ख्या बढाउने काम हाम्रो पार्टीले गर्दैन। र हाम्रो पार्टीको यो मूल संरचनाले यी कुराहरूलाई चाहिँ गर्छ। अनि हाम्रो सदस्यताको कुरा गर्दाखेरि एउटा हामी साधारण सदस्यता अहिले हाम्रो रु 10 भन्दा बढी तिरेर आफ्नो इच्छाले पहिला 1 रुपियाँ पनि भयो, 100 पनि भयो, 1000 पनि भयो हाम्रो सदस्यता शुल्क। तर अहिले हाम्रो पार्टीले के भनेको छ भने रु 10 चाहिँ न्यूनतम हो रकम, त्योभन्दा बढी जति दिनुहुन्छ तपाईँको हैसियत अनुसार दिनुहोस्, सदस्यता लिनुहोस्। अनलाइनै प्राय गरेर हाम्रो सदस्यता वितरण हामीले गरेका छौँ। त्यसरी सदस्यता लिने हाम्रो साधारण सदस्य हुन्छ र उसको क्रियाशीलताको आधारमा केही समय पछाडि उसलाई सक्रिय सदस्यता दिने र कसैलाई हामीले मानार्थ सदस्यको रूपमा पनि ल्याउन सक्ने, विशिष्ट कुनै क्षेत्रमा योगदान पुर्याएका त्यस्ता व्यक्तित्वलाई त्यो पनि हाम्रो पार्टीले व्यवस्था गरेको छ। अहिले यतिखेर सदस्यताको किसिम यस्तो छ। र हाम्रो अर्को कुरा के छ हाम्रो पार्टीमा भने कुनै पनि तहमा 50% प्लस 1 जना चाहिँ युवा हुनैपर्छ भनेको छ हाम्रो पार्टीमा। 50% प्लस 1 जस्तो मानौँ यहाँ हाम्रो अहिले 11 जनाको चाहिँ हामी समिति बनाउनु पर्ने हो वडाको भेलाबाट, सभापति 1 जना, उपसभापति 1 जना, त्यसपछि गएर सचिव र बाँकी 6 जना चाहिँ सदस्य समावेशताको आधारमा र 2 जना चाहिँ सभापतिले मनोनित गर्ने व्यवस्था गरिदिएको छ। केही गरी चुनाव भइहाल्यो भने सभापतिमा 25% मत कटाउने मान्छे स्वतः सदस्य हुने 1 जना चाहिँ सभापतिले मनोनित गर्ने, त्यस्तो खालको संरचना बनाइदिएको छ हाम्रो विभिन्न तहमा। त्यस्तो चाहिँ हाम्रो व्यवस्था छ। त्यसमा समावेशिता हाम्रो हुनैपर्छ। दलित 1 जना सदस्य हुनैपर्छ, 51% युवा हुनैपर्छ, 33% महिला हुनैपर्छ। त्यस्तो खालको चाहिँ पार्टीले संरचनाको व्यवस्था गरिएको छ। भनेको मतलब हामी त बुढाखाडा त त्यसै कारणले आएको मात्रै हो। यो त पार्टी युवाको 51% युवा, महिला, दलित भन्दै जाँदाखेरि लगभग सिन्धुलीमा त हामी नै होला वृद्ध। हामी यो विभिन्न तहमा अहिले नेतृत्व गर्नेमा सबै हाम्रा युवा साथीहरू नै हुनुहुन्छ। अनि अब अर्को एउटा व्यवस्था के छ भने हामीले तपाईँहरू एउटा साधारण आज सदस्य लिने साथीले उठाउनु भएका कुराहरू हाम्रो केन्द्रीय समितिको बैठकमा छलफलको एजेन्डा पनि हुन सक्छ। हेर्नुहोस्, हामीले उही सदस्यले मात्रै राख्नुपर्छ भन्ने छैन। तपाईँहरूको मनमा लाग्यो होइन यस्तो कुरा चाहिँ पार्टीले गर्दै हुन्थ्यो भन्ने खालको लागेको छ भने तपाईँहरूले त्यो प्रस्ताव सिधै केन्द्रीय कार्य समितिमा पठाउन सक्नुहुन्छ। त्यसको छलफल हुन्छ त्यहाँ। त्यो हामीले उठाएको कुरा चाहिँ एकदम राम्रो उपयुक्त पार्टीको हितमा हुने रहेछ भनेदेखि हामीलाई साधारण संस्थाको हैसियतले नै हामी त्यो कुरा केन्द्रसँग पुर्याउन सक्छौँ। कुनै पनि पदमा हामी त्यसमा निर्वाचित भएर नेतृत्व लिन पनि हामी सक्छौँ। यो हाम्रो पार्टीले गरेको एउटा व्यवस्था हो। यो भनेको मतलब हाम्रो साधारण सदस्य सबभन्दा सार्वभौम सत्ता सम्पन्न हुन्छ भनौँ न, पार्टीमा सबभन्दा शक्तिशाली चाहिँ हाम्रो साधारण सदस्य नै हुन्छ। र हाम्रो अलि नेतृत्व पनि परिवर्तनशील छ। 2 पटक भन्दा एउटै पदमा बस्न पाइँदैन। रवि लामिछाने अब केन्द्रीय सभापति अब विधान त बन्नुभयो भने उहाँ 2 महाधिवेशन भन्दा बढी यो प्रचण्ड जस्तो 35 वर्षदेखि एउटै पार्टीको अध्यक्ष बनेको हेर्नुहोस् त।
माओवादी जन्मिँदादेखिको होइन अहिलेसम्म छोड्या छैनन्। केपी बाले पनि 70 वर्षभन्दा माथि कटिङलाई नराख्ने भन्थे, अहिले त केपी बाले 70 वर्ष नै हटाइदिए। बाचुन्जेलसम्म उनीहरूले केन्द्रीय अध्यक्ष केन्द्रीय सभापति चलाइरहनु पर्ने। हाम्रो पार्टीमा पाइँदैन। हेर्नुहोस्, 2 कार्यकालभन्दा कुनै पनि पाइँदैन। एकपटक यो समानुपातिकबाट भएको सांसदले अर्कोपटक प्रत्यक्ष लड्नै पर्छ, दोहोऱ्याएर समावेशी त्यो समानुपातिक सांसद जान पनि पाइँदैन। एउटै परिवारको मान्छे एउटै तहमा बस्न पनि पाइँदैन। श्रीमान श्रीमती हाम्रो अहिले नित्यराज सर यहाँ हुनुहुन्छ, राधा म्याडमले अहिले सभापतित्व गरिरहनु भएको छ, एउटै परिवारको हो। तर के भने श्रीमान क्षेत्रीय समितिको उपसंयोजक हुनुहुन्छ, राधा म्याडम चाहिँ हाम्रो सुनकोशीको चाहिँ अहिले कार्यवाहक सभापति हुनुहुन्छ। तर दुवैजना म क्षेत्रमा जान्छु भनेर पाइँदैन। निरञ्जन भाइ र म एउटै परिवारका भयौँ, तर हामी एउटै परिवारकोले एउटै समितिमा बस्न पाइँदैन। यस्तो किसिमको हाम्रो पार्टीले बन्देज लगाएको छ। ल यो त राम्रो कुरा हो नि। अरू दलको त श्रीमान श्रीमती नै भइरहने सधैँ, दुवैजना जानुपर्ने, सांसद भइदिनु पर्ने, जनताले सधैँभरि उनीहरूलाई जिताइदिनु पर्ने। अब यस्ता कुराहरू छन् त हेर्नु। त्यसैले हाम्रो मूल उद्देश्य भनेको चाहिँ हामी भ्रष्टाचारबाट चाहिँ हाम्रो देशमा चाहिँ एकदम शून्य सबभन्दा हाम्रो चाहिँ भ्रष्टाचार गर्नेलाई पनि हामी नछाड्ने, छाड्दैनौँ होइन, आफू भ्रष्टाचार गर्दैनौँ। हाम्रो यो प्रतिबद्धता नै हो। भ्रष्टाचार हामी गर्दैनौँ भनेर हामी यो राजनीतिमा हामी आएको हौँ। सही ठाउँमा सही मान्छे, योग्यता पुगेका क्षमता भएका मान्छे पुर्याउनु पर्छ भन्ने हाम्रो मूल नीति छ। त्यसैले जान्नेलाई छान्ने भनेको छ। हेर्नुहोस्, हाम्रो पार्टीको नारै छ जान्नेलाई छान्ने। जो मान्छेमा जान्ने, मभन्दा योग्य मान्छे अर्को आयो भने सहस्र म त्यो पद अहिले हस्तान्तरण गरेर अहिले राज्यमा दिएर चाहिँ म हस्तान्तरण गर्न तयार छु। यो हाम्रो पार्टीको नीति हो। त्यस कारणले गर्दाखेरि सही ठाउँमा सही मान्छे पुग्नुपर्छ, कर्मशीलतालाई जोड दिनुपर्छ। यो प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको प्रवर्धन र विश्वभरमा रहेका एउटा राम्रो कुरा के छ भने हाम्रो पार्टीले अहिले लगभग नेपालबाट 50 लाख सङ्ख्यामा चाहिँ हाम्रा युवाहरू, हाम्रा होनहार जनशक्तिहरू विदेशमा छन्। उनीहरू मताधिकारबाट वञ्चित छन्। हाम्रो पार्टीले के कुरा उठाइरहेको छ भने उनीहरूले समानुपातिक मत विदेशबाट हाल्न पाउनुपर्छ। त्यो एउटा एप सिर्जना गरेर भने पनि प्रत्यक्ष पाइएन, समानुपातिक मत हाल्नुपर्छ भनेर माग गरिरहेको अहिलेको यो सरकार डराएर के गरिरहेछ भन्दा यसपालि त चुनावमा खटेका कर्मचारीले पनि भोट हाल्न दिएन समानुपातिक। योभन्दा अगाडिको निर्वाचनमा हामीले प्रत्यक्ष चाहिँ हाल्न पाउँदैन थियौँ। म पनि एकपल्ट निर्वाचनको चाहिँ होइन सहायक मतदान अधिकृत भएर म गएको, त्यतिखेर हामीले प्रत्यक्ष पाएनौँ, समानुपातिक मत हाल्न पाएको थियौँ जहाँ खटा भए पनि। अहिले त के गर्दैछ भनेदेखि कर्मचारीलाई मतदान गर्न नदिने, पुलिसलाई मतदान गर्न नदिने, सेनालाई पनि मतदान गर्न नदिने। सरकार त डराएर यिनीहरूले हामीलाई मत हाल्दैनन् भनेर यहाँ भएकोलाई त कटाइरहेछ। अब उनीहरूले हाम्रो भनाइ चाहिँ के छ भने 50 लाख ती विदेशमा बस्नेहरूले प्रत्यक्षमा नपाए पनि समानुपातिक मतदान गर्न पाउनुपर्छ भन्ने हाम्रो माग छ र हामीले त्यो कुरा अगाडि बढाइरहेछौँ। कुराहरू चलिरहेको छ। यसरी अब यो देशलाई समृद्ध बनाउन हामीले के गर्न सक्छौँ त? हामीले चाहेको कुरा के हो भन्दाखेरि हामीले चाहेको कुरा भनेको शिक्षा राम्रो हुनुपर्छ, स्वास्थ्यको ग्यारेन्टी हुनुपर्छ, विकास हुनुपर्छ, सुशासन हुनुपर्छ, हाम्रो यो पब्लिक डेलिभरी राम्रो हुनुपर्छ, त्यसपछि गएर रोजगारीको सृजना हुनुपर्छ, हामीले उत्पादन गरेको चिज बजारमा चाहिँ हामीले मूल्य पाउनुपर्छ, यो कमिसन तन्त्रलाई चाहिँ खारेज गर्नुपर्छ, इन्डियाको चाहिँ अन्डा बिक्री हुने, हाम्रो आफैले उत्पादन गरेको अन्डा बिक्री नहुने, कुखुराको मासु बिक्री नहुने, फुल बिक्री नहुने। एउटा भ्यालेन्टाइन डे आयो भने कतिका गुलाबका फुल बाहिर यहाँ भित्रिन्छ, तिहार आयो भने कति करोडका कति अरबका चाहिँ आउँछन्। एउटा चाहिँ यो साउनको महिनामा हरियो चुरा मात्रै मैले सुनेको थिएँ 60 करोडको आउँछ अरे। नेपाली महिलाहरूलाई चाहिँ हेर्नुहोस् त इन्डियाबाट चाहिँ हरियो चुरा मात्रै। यस्तो यस्तो किसिमको चाहिँ यो यी कुरालाई रोक्नुपर्छ। हाम्रै यो स्थानीय तहमा पनि हाम्रा उत्पादनहरूलाई प्रोत्साहन दिने, बाहिरबाट ल्याउनलाई रोक लाउनुपर्छ। तब मात्र हाम्रो चाहिँ उत्पादनले बजार पाउँछन्। यस्तो किसिमको चाहिँ एउटा हाम्रो पार्टीको एउटा नीति पनि छ र यी कुराहरूमा चाहिँ लागेर हामी समृद्ध हुनुपर्छ भन्ने कुरा छ। र अर्को अब हामी मिसन 2084 को लक्ष्यमा हामी छौँ। हामीले मिसन 2084 भनेको नयाँ पार्टीले भनेको, अहिले त पुरानो पार्टी पनि मिसन 84 भनेर हिँडेका छन्। तिनका मिसन योभन्दा अगाडि कहाँ कहाँ गए? यो 35 वर्षमा 7वटा यिनीहरूका चाहिँ चुनाव सकिसक्यो। उनीहरू पनि मिसन 84 रे। ल हेर्नुहोस् त, हामीले मिसन 89 भन्यो भने उनीहरू पनि मिसन 89 भन्नेवाला छन्। जनतालाई सधैँ भ्रममा राखेर यस्तो किसिमको। र हाम्रो मिसन 84 भनेको चाहिँ के हो भनेदेखि हामीले सबै तहमा यो हामीलाई त सङ्ख्या पुगेको छैन। हेर्नुहोस्, हाम्रो यही पालिकामा पनि अहिले स्पष्ट मैले तपाईँहरूलाई भन्नुपर्दा हामी सदस्यता सक्रिय सदस्य लिने साथीको सङ्ख्या 135 जना। त्यति हो हाम्रो यो अहिलेसम्म बनाएको कुरा। सुनकोशीको 7वटा वडामा 135 जना सदस्य हामीले बनाएको छौँ। हामीलाई निर्वाचनमा भाग लिन 37 जना त 37 प्लस अर्को 2 जना कता
पालिकामा ल्याउने सदस्य हुन्छ 39 जना त हामीलाई त उम्मेदवारै चाहिएको छ। हेर्नुहोस्, वडामा पनि हामी 5 जनाको उम्मेदवारले तयार हुनु पर्यो, दलित महिला पनि तयार गर्नु पर्यो, महिला उम्मेदवार पनि तयार गर्नु पर्यो, अन्य वडा उम्मेदवार पनि तयार गर्नु पर्यो, पालिका उम्मेदवारहरू पनि तयार गर्नु पर्यो। हाम्रो देशभरि हिसाब गर्ने हो नि त 36-37 हजार त हामीलाई त स्थानीय तहमा त उम्मेदवार चाहिन्छ। ल हेर्नुहोस् त 550 प्रदेशको कता हो, 275 जना चाहिँ सांसदहरू कता हुन्, कति चाहिएको छ, हामी सङ्ख्या पुगेको छैन। त्यस कारणले गर्दाखेरि राम्रा मान्छेहरूलाई, योग्य मान्छेहरूलाई, जान्ने मान्छेहरूलाई जोडेर 84 को लागि हामी तयार हुने, हरेक वडाबाट चाहिँ हामीले उम्मेदवारी दिने, पालिकामा 2084 मा लड्ने हाम्रो मूल लक्ष्य हाम्रो त्यो छ। त्यहाँ सफलता लिने हाम्रो चाहिँ मूल कार्यक्रम हो। त्यसकै एउटा चाहिँ उही बिहानीले दिनलाई चाहिँ हैन देखाउँछ के दिन कस्तो हुन्छ भनेर अनुमान गर्न सकिन्छ बिहानी हेरेर भने जस्तै। अब हाम्रो यहाँ नेतृत्व गर्न आउने साथीहरू लगभग भोलि हाम्रो उम्मेदवार हुने हिसाबले हामीले चाहिँ समितिमा राखेर वडा समिति बनाएर हामी अब जिम्मा लाउँदैछौँ। हाम्रो मूल उद्देश्य पनि हाम्रो त्यही हो। त्यस कारणले गर्दाखेरि हामीले इमान्दार भएर हामीलाई चाहिँ अब अन्य दलमा जस्तो जे मन लाग्यो त्यही गर्ने, इच्छा लागुन्जेल त्यो पार्टीमा बस्ने, 365 दिनमा 364 दिन एउटा पार्टीमा रहने, 65 दिनको दिन चुनाव भएको दिन मासु भात खाइदिने, भोट अर्कोलाई हालिदिने, त्यस्तो किसिमको चाहिँ त्यो हाम्रो पार्टीमा चल्दैन हैन। त्यो ढङ्गले अब हुँदैन। अब हामीले एकदम अरूभन्दा सबैले हामीलाई चाहिँ हेरिरहेका छन्, विचार गरिरहेका छन्। हाम्रो हामी अनुशासित पनि हुनु पर्यो, हामीले कर्तव्य पनि पुरा गर्नु पर्यो र सक्रिय रूपमा चाहिँ यो समितिमा रहेर 2084 को तयारी गर्ने हाम्रो लक्ष्य हो। र त्यही अन्तर्गत आज हामी एउटा समिति निर्माण गर्न गइरहेका छौँ। हामीलाई सभापति, उपसभापति, सचिव लगायत 5 जना सदस्यहरू, 1 जना दलित अहिले हाम्रो सदस्य हुनुहुन्न, 1 जना सदस्य हुनुहुन्थ्यो, हामीले गाउँपालिका सदस्यमा समेटिसकेका छौँ। त्यस कारणले हाम्रो दलित सदस्य खाली हुन्छ, 2 जना चाहिँ मनोनित हुने सदस्य सङ्ख्या खाली हुन्छ। 11 जनामा हामी आज 8 जना, 3 जना पदाधिकारी, 5 जना सदस्य, महिला पुरुष सबै क्षेत्र हाम्रो 3 नम्बर वडाको 5 वटा साबिक वडा मिलेर यो 3 नम्बर वडा बनेको छ। त्यस कारणले गर्दाखेरि हामी एउटा समिति बनाउन गइरहेका छौँ। यहाँहरूले सहयोग गरेर काम गर्छु भनेर अगाडि आउनुहोस्, किनभनेदेखि अब हामीले अब अन्य दलको आश गरेर हुनेवाला केही पनि छैन। अब यो पुरानो चालाले हुने कुरा देखिएन। त्यस कारणले हामी सशक्त रूपमा अगाडि लागौँ र अब जुन समिति अहिले बन्छ, निर्माण हुन्छ, जो नेतृत्वमा आउनुहुन्छ तपाईँहरूलाई म बधाई साथै अग्रिम बधाई दिँदै तपाईँहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। र यो भन्दै यहाँहरूलाई फेरि पनि यो कार्यक्रममा उपस्थितिको लागि धन्यवाद दिँदै र मैले अलिकता बढी समय पनि लिएँ, यसको लागि म यहाँहरूसँग माफी पनि माग्दै म मेरा भनाइहरूलाई यहीँ अन्त्य गर्दछु। धन्यवाद। जय घन्टी।